हेलो गुड मर्निङ शुभ बिहान सम्पूर्णमा। अब अहिलेको अवस्था है भयानक छ हाम्रो नेपालमा। सुकुङवासीले सबै आश भरोस पुढे राखेर अनि घन्टी पार्टीलाई भोट दिनु पर्यो। भोट दियो अनि मेरो जुन सुकुम्बासीमा म बसेको छु, सुकुम्बासीले सम्म भनिरहेछ त्यसलाई धनी पूर्जा, ल्यान्ड पूर्जा अथवा केही लिगल बनाइदिन्छ। आउने टाइममा, आउने समयमा हामी जिनु अनि बाँच्नु आधार हुन्छ। आज हामीलाई लखट्नु खोज्दैछ, फेरि भोलि आउने दिनमा उहाँको बच्चा बच्चीलाई त्यस्तै दुःख पाउँछ। त्यही कारणले सबै अनि सुकुम्बासी एकजुट भएर घन्टी पार्टीलाई भोट दियो, केही आशामा दियो। अनि अहिले के गरेको, सिधै घरदेखि घन्टी पार्टीले घरदेखि घर बनाएछ मान्छे सबको है। अनि त्यही कारणले धेरै मन दुख्दैछ है, धेरै मन दुख्दैछ। अब गर्ने के हो, अब त्यही भएर एउटा मात्रै हो, रोडमा आउनु, आफ्नो हक अधिकारको लागि अगाडि बढ्नु, सबैजना साथ सपोर्ट गरेर अगाडि बढ्नु, आन्दोलन जारी राख्नु। जबसम्म तपाईँ सबको दर्ता हुँदैन, जबसम्म तपाईँ सबको धनी पूर्जा पाउनु समय बेलासम्म तपाईँ जुलुस निकाल्नुपर्छ, मसाल जुलुस निकाल्नुपर्छ, रोडमा आउनुपर्छ। जुनसुकै मान्छे हो सबै साथ सपोर्ट दिएर अगाडि बढ्नुपर्छ अनि यो गर्नुपर्छ, न त केही हुने होइन। त्यही भएर सबै एकजुट भएर अगाडि बढ्नु, आफ्नो हक अधिकारको लागि अगाडि बढ्नु, त्यसमा जानु। अहिले तपाईँसँग त कुरा सुन्नु, अहिले हेर्दा त हँसी पनि लाग्छ। यस्तै भर्खरै अनि मिडियाले सोध्नुभयो रवि दाईसँग, के भयो अहिले तपाईँ खोइ कता हो, चुनावको बेलामा तपाईँ त भन्दै थियो अब गरिबको घरमा डोजर चल्छ त म आफ्नो यस्तो छाती थापिन्छ। खोइ भन्छ केही थाहा छैन रे, बिर्सियो कि के भयो। अनि केन्द्रदेखि त्यस्तो भएछ, त्यो पार्टीको सरकार छैन। रवि दाईको बिना यो घन्टी पार्टी चलेछ र रवि दाईले रुक्नु सक्दैन र रवि दाईले अनि गरिब सुकुम्बासीको धनी पूर्जा दिलाउनु सक्दैन र सकिन्छ। तर अहिले भोट लिनु बेलामा भन्दै थियो, अहिले के हरायो, अब हरायो, कता हरायो, कता हरायो। अब त्यही हो, नेपालको जनता छिट्टै बुझ्नुपर्छ है। नबुझेपछि यस्तो जति सुकै बसेपछि तपाईँ बाटोमा आउनु, बाटो ब्लक गर्नु अनि आफ्नो हक अधिकारको लागि अगाडि बढ्नु है। जय नेपाल।